दर्शक नमस्कार। अहिले तपाईँ फेरि हामी एउटा घटना लिएर तपाईँमा उपस्थित भएका छौँ र हिजो जुन महिलाको हत्या गरेर फ्यालिएको अवस्थामा जुन पानीमा जमेको पानीमा उहाँको शव भेटिएको थियो, उहाँकै श्रीमान अफरोज अन्सारी चाहिँ आज आत्महत्या गरेको झुन्डिएको अवस्थामा घरभन्दा लगभग 1.5 किलोमिटर पूर्वतिर रहेको बाँसको घारीमा झुन्डिएर उहाँले आफ्नो देह त्याग गरेको हामीले खबर तपाईहरुलाई दिइराखेका छौँ। र उहाँ चाहिँ रसुल अन्सारीको छोरा हुनुहुन्छ र हिजो जुन महिलाको शव भेटिएको थियो उहाँ चाहिँ उहाँकै श्रीमान रहेको छ र गत शुक्रबारदेखि महिला चाहिँ हराइराखेको थियो। घरबाट सञ्चार माध्यममा सूचनाहरू पनि सम्प्रेषण भएको थियो र त्यस लगत्तै त्यसकै 1-2 दिन पछाडि हिजो चाहिँ महिलाको शव फेला परेको थियो भने पानीमा र आज चाहिँ उहाँको श्रीमानले झुन्डिएर आफ्नो देह त्याग गरेको छ। र यो घटना कस्तो हो के हो प्रहरी पनि पुगिसकेको छ, उहाँले छानबिन गर्दै हुनुहुन्छ र अगाडि पनि प्रहरी प्रशासनहरूले यो घटनालाई कसरी छानबिन गरेर वास्तविकमा सत्य तथ्य के हो, जुन उहाँको महिलाको श्रीमान र उहाँको बुवा आमाप्रति जुन आरोप लगाइराखेको छ केटी पक्षले कि उहाँहरूले नै मिलेर मारेर फ्यालेको थियो भनेर, त्यही अनुसारले अब प्रहरीले प्रशासनले कसरी त्यसलाई छानबिन गरेर अगाडि बढाउँछ त्यो कुरा हेर्न चाहिँ बाँकी छ। र आज दीपावली जस्तो दिनमा पनि अब यस्तो दुःखद घटना हुनु एकदमै निन्दनीय हो र पछिल्लो समय यो घुस्की एरियाहरूमा यो तपाईलाई देवानगञ्ज गाउँपालिका वडा नम्बर 3 जुन साबिकको कप्तानगञ्ज गाविस छ यो आसपासका एरियाहरूमा यस्ता धेरै घटनाहरू बढिराखेको छ र त्यसलाई न्यूनीकरण गर्नको लागि यहाँको स्थानीय र प्रहरी प्रशासन लगायत सम्पूर्ण जनसमुदायहरूले अगाडि आउनुहुनेछ भन्ने हामीले आशा लिएका छौँ।